आज हामी मानव इतिहासको एउटा एकदमै रोमाञ्चक कथामा डुबुल्की मार्दैछौँ। त्यो दिनको कथा जब मानिसले पहिलो पटक ताराहरूलाई छुने आँट गर्यो। मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवात सोच्दा पनि कस्तो शक्तिशाली विचार है। हो, आजको हाम्रो यो कुराकानी ठ्याक्कै त्यही महान सुरुवातलाई सम्झने र सम्मान गर्ने बारेमा हो। जब मानिस पहिलो पटक पृथ्वीभन्दा बाहिर गयो, त्यसो भए यो खास उत्सव आखिर हो के अनि किन मनाइन्छ? ल, अब यसैको बारेमा अलि गहिराइमा जाऊ है। हो, हरेक वर्षको अप्रिल 12 तारिखलाई इन्टरनेशनल डे अफ ह्युमन स्पेस फ्लाइटको रूपमा मनाइन्छ। तर यो दिनमा त्यस्तो के खास भयो होला जसले यसलाई यति महत्त्वपूर्ण बनायो? अब यो दिन मनाउन सुरु भएको चाहिँ धेरै पहिले होइन। सन् 2011मा युनाइटेड नेसन्स जनरल असेम्ब्ली मतलब संयुक्त राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पास गर्यो। यसको मुख्य उद्देश्य के थियो भने अन्तरिक्ष विज्ञान र प्रविधिको जुन योगदान छ त्यसलाई सम्मान गर्ने अनि त्यो प्रविधि प्रयोग गरेर हामी सबैको जीवन अझ राम्रो बनाउने। सोच्नुस् त, हामीले आज प्रयोग गर्ने जीपीएसदेखि लिएर मौसमको जानकारीसम्म यी सबै त अन्तरिक्ष प्रविधिकै कमाल हो नि। तर कुरा 2011को मात्रै होइन, त्योभन्दा धेरै धेरै पहिले ठिक यही मितिमा एउटा यस्तो घटना घटेको थियो जसले सबैलाई चकित बनायो। साँच्चै भन्ने हो भने त्यो घटना नै यो दिनको मुटु हो, जहाँबाट सबै कुराको सुरुवात भयो। अप्रिल 12, 1961। यो मितिलाई एकछिन दिमागमा राखौँ त। यो कुनै साधारण मिति होइन, यो त त्यो दिन हो जसले मानव इतिहासको पुरै बाटो नै मोड्यो। त्यो दिन जब संसार शीत युद्धको तनावमा थियो, त्यही बेला युरी गागरिन नामका एक सोभियत नागरिकले इतिहास रचे। उनी एउटा यस्तो यात्रामा निस्किए जुन त्यस बेलासम्म मानिसको कल्पनाभन्दा पनि बाहिरको कुरा थियो। हो, युरी गागरिन पृथ्वीको चक्कर लगाउने पहिलो मानिस बने। तर यो केवल एउटा उडान मात्रै थिएन, यो त सम्पूर्ण मानव जातिको लागि अन्तरिक्ष खोजको एउटा पुरै नयाँ युगको सुरुवात थियो। ल, अब अगाडि बढौँ। हेरौँ न, यो एउटा उडानले कसरी एकपछि अर्को गजबका उपलब्धिहरूको बाटो खोल्यो। गागरिनको उडानले त उपलब्धिहरूको लहर नै ल्यायो। तर यसको जग चाहिँ अलि अगाडि 1957मा नै बसेको थियो, जब स्पुतनिक 1 पहिलो मानव निर्मित स्याटेलाइट अन्तरिक्षमा पठाइयो। त्यसले त संसारलाई नै चकित पारेको थियो। त्यसको केही वर्षपछि 1963मा भ्यालेन्टिना तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बनिन्। अनि आयो 1969, जब नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला राखेर मानिसको लागि एउटा ठूलो छलाङ मारे। र रोचक कुरा के छ भने 1975सम्म आइपुग्दा शीतयुद्धको तनावका बावजुद एपोलो सोयुज मिसनले असम्भव जस्तै लाग्ने काम गर्यो। दुई कट्टर दुश्मन राष्ट्रहरूले अन्तरिक्षमा पहिलो पटक हात मिलाए। यी सबै ऐतिहासिक क्षणहरूले हामीलाई आज कहाँ ल्याइ पुर्यायो होला त? अब कुरा गरौँ हाम्रो साझा भविष्यको। संयुक्त राष्ट्रसङ्घको यो भनाइले आजको समयको सोचलाई ठ्याक्कै समात्छ। अन्तरिक्ष मानव जातिको साझा सम्पत्ति हो। साझा सम्पत्ति, सोच्नुस् त यो शब्द कति गहिरो छ। यसको मतलब हो अन्तरिक्ष कुनै एउटा देशको पेवा होइन, यो हामी सबैको हो, सम्पूर्ण मानवताको हो। हो नि, यो दिन मनाउनुको मुख्य लक्ष्य नै यही हो कि अन्तरिक्ष खोजबाट पाइने फाइदाहरू, चाहे त्यो मौसमको जानकारी होस् वा सञ्चार प्रविधि, पृथ्वीका हरेक कुना काप्चामा पुगोस्। अब यो को पहिला पुग्ने भन्ने दौडको बारेमा रहेन, अब त यो सँगै मिलेर कसरी अगाडि बढ्ने भन्ने साझा यात्रा बनेको छ। युरी गागरिनको त्यो ऐतिहासिक उडानदेखि आजसम्म हामीले साँच्चै लामो यात्रा तय गरिसकेका छौँ र यो यात्राले हामीलाई सोच्न बाध्य बनाउँछ। अब मानिसको अर्को ठूलो छलाङ के होला? हाम्रो अर्को